कहिलेकाहीँ यस्तो लाग्छ, हिजोसम्म सबै थोक ठिकठाक थियो, आज अचानक किन केही पनि काम गरिरहेको छैन? हो, यही एउटा ठूलो प्रश्नको उत्तर खोज्न आज हामी एउटा सानो तर एकदमै शक्तिशाली कथाको सहारा लिन्छौं। अनि यो कथालाई नेपालको अहिलेको बदलिदो आर्थिक परिवेशसँग जोडेर हेर्नेछौं। यो लाइनबाटै आजको कुराकानी सुरु गरौं, किनकि हाम्रो पूरै छलफल यही एउटा विचारको वरिपरि घुम्नेछ। खासमा समस्या परिवर्तन आफैमा होइन रहेछ, समस्या त परिवर्तन भइसक्यो भनेर स्वीकार गर्न हामीले गर्ने ढिलाइमा पो रहेछ। ल, अब कथामा प्रवेश गरौं। कल्पना गरौं एउटा ठूलो भुलभुलैया छ र त्यो भुलभुलैयाभित्र 4 जना पात्र छन् जो एउटै कुराको खोजीमा दौडिरहेका छन्। त्यो हो चीज, जसले उनीहरूलाई खुशी र सफल बनाउँछ। कथामा चीज भनेको के हो त्यो बुझ्न एकदमै जरुरी छ। यो केवल खानेकुरा होइन, यो त हाम्रो जीवनको लक्ष्यको प्रतीक हो। कसैको लागि यो राम्रो जागिर होला, कसैको लागि पैसा, कसैको लागि समाजमा इज्जत वा मानसिक शान्ति। हरेकको जीवनमा आफ्नो चीज हुन्छ। अब बल्ल कथाको असली मोड सुरु हुन्छ। सोच्नुस् त, जुन कुरामा सधैँ भर पर्यो, जुन सफलता र आरामको स्रोत थियो, त्यो अचानक एक दिन गायब भयो भने के हुन्छ होला? कथाका 4 पात्रहरूलाई 2 समूहमा बाँड्न सकिन्छ। एकातिर छन् 2 मुसाहरू, स्निफ र स्करी। यिनीहरू धेरै सोच्दैनन्, सिधै काम गर्छन्। अनि अर्कोतिर छन् 2 मानिसहरू, हेम र ह। यिनीहरू धेरै सोच्छन्, विश्लेषण गर्छन्, तर कहिलेकाहीँ उनीहरूको यही भावना र अहङ्कारले नै उनीहरूलाई पछाडि पार्छ। अब परिवर्तनलाई कसले कसरी सामना गर्छ, त्यही नै यो कथाको सार हो। सुरुमा त सबै कुरा एकदम राम्रो चलिरहेको हुन्छ। सबैले चीज स्टेशन सी भन्ने ठाउँमा आफूलाई चाहिने भन्दा बढी चीज भेटाउँछन्। तर यही आराम र सन्तुष्टिमा एउटा खतरा लुकेको छ। मुसाहरू त सधैँ सतर्क रहन्छन्, तर मानिसहरू भने ढुक्क भएर बस्न थाल्छन्। जब जीवन सजिलो हुन्छ, आउँदै गरेको परिवर्तनको सङ्केतलाई बेवास्ता गर्न थालिन्छ। अनि एक दिन ब्याङ, चीज गायब हुन्छ। अब हेर्नुस् त यहाँ कस्तो फरक देखिन्छ। मुसाहरू 1 सेकेन्ड पनि समय खेर फाल्दैनन्। उनीहरू तुरन्तै नयाँ चीज खोज्न दौडिहाल्छन्। तर मानिसहरू, उनीहरू त छक्क पर्छन्, रिसाउँछन् र यो अन्याय भयो, कसले मेरो चीज सार्यो भन्दै अरूलाई दोष दिएर त्यहीँ बसिरहन्छन्। यो एउटा प्रश्न। यो प्रश्न हको लागि जीवन बदल्ने क्षण बन्छ। कुनै पनि ठूलो परिवर्तनको सामना गर्दा आफैलाई सोध्न सकिने सायद यो सबैभन्दा शक्तिशाली प्रश्न हो। के थाहा, केही नगरिरहनु नै सबैभन्दा ठूलो जोखिम पो हो कि? अब हको यात्रा सुरु हुन्छ। जब ऊ एक्लै त्यो अन्जान भुलभुलैयामा निस्कन्छ, उसले बाटोमा केही महत्त्वपूर्ण पाठहरू सिक्दै जान्छ जुन हामी सबैको जीवनमा लागू हुन्छ। भुलभुलैयामा एक्लै हिँड्दै गर्दा हले भित्तामा आफूले सिकेका कुराहरू लेख्न थाल्छ। उसले के बुझ्छ भने परिवर्तन त भएरै छाड्छ, अनि परिवर्तनभन्दा पनि ठूलो शत्रु त त्यसको डर पो रहेछ। पुरानो कुरालाई जति छिटो छोड्न सक्यो, त्यति नै छिटो नयाँ अवसर भेटिन्छ। यहाँ एउटा गहिरो पाठ लुकेको छ। सङ्कटको बेला को कति चलाक छ भन्ने कुराले होइन, कसले कति छिटो यथार्थलाई स्वीकारेर अघि बढ्न सक्छ भन्ने कुराले जित हारको निर्णय गर्दो रहेछ। मुसाहरूले जिते किनकि उनीहरूले वास्तविकतासँग बहस गरेनन्, सिधै काम गरे। ल, कथा त यति नै हो। तर अब यो कथालाई हाम्रो आफ्नै वास्तविकतामा, हाम्रो नेपाली समाजमा जोडेर हेरौं। यो अलिकति असहज हुन सक्छ, तर यो जरुरी छ। अब यो कथालाई नेपालको सन्दर्भमा हेरौं न। हाम्रो लागि पुरानो चीज के थियो? सायद सरकारी जागिरको सुरक्षा, खाडी मुलुकको रोजगारी वा परम्परागत डिग्री। तर आज समय बदलिसक्यो। नयाँ चीज अब डिजिटल सिप, ई-कमर्स र फ्रिल्यान्सिङ जस्ता नयाँ क्षेत्रहरूमा छ। अवसरहरू अब एकै ठाउँमा छैनन्, छरिएका छन्। अब सोचौं त, हाम्रो समाजमा हेमको आवाज कस्तो सुनिन्छ? कतै यस्तो सुनिन्छ कि सरकारी जागिर नै बेस्ट हो, अरू उपाय नै के छ र? यो त नेपालमा चल्दैन। वा सबैभन्दा डरलाग्दो, अरूले के भन्लान्? हो, यी सबै त्यही हेमको आवाज हो जसले हामीलाई एउटै ठाउँमा कैद गरेर राख्छ। राम्ररी सोच्ने हो भने जो कुनै तर्क होइन, यो त केवल आरामको लत हो, कम्फर्ट जोनमा बस्ने बानी। यो हाम्रो भित्रको हेम बोलिरहेको छ। अब आफैले सोध्ने बेला आएको छ, कतै हामी पनि यस्तै बहानाको पछाडि त लुकिरहेका छैनौं?
ल समस्याको कुरा त धेरै भयो, अब समाधानतिर लागौं, होइन त? यदि कोही अनुकूलन गर्न तयार छ भने उनीहरूको लागि एउटा स्पष्ट कार्ययोजना पनि छ। त्यसो भए हेम जस्तो सोच्न छोडेर ह जस्तै कसरी अघि बढ्ने त? यहाँ 5वटा व्यावहारिक चरणहरू छन्। पहिलो, आफ्नो चीज के हो त्यो चिन्नुहोस्। दोस्रो, बजारमा के परिवर्तन हुँदैछ त्यसको गन्ध थाहा पाउनुहोस्। तेस्रो, सङ्कट आउनु अघि नै चल्न सुरु गर्नुहोस्। चौथो, काम गर्दै गर्दा नयाँ सिप सिक्नुहोस्। र पाँचौं, आफ्नो अहङ्कारलाई पन्छ्याएर वास्तविकतालाई स्वीकार्नुहोस्। यो प्रेरणा मात्र होइन, यो एउटा रणनीति हो। यो एउटा मानसिकता हो जुन हामी कहाँ धेरै नै छ, र यो सायद सबैभन्दा खतरनाक छ। अहिलेको जागिर छोडेपछि अनि केही नयाँ सिकुला होइन, सङ्कट आएपछि सिक्ने होइन, सङ्कट आउनु अघि नै तयार हुने हो। र अन्त्यमा यो अलिकति कठोर तर साँचो कुरालाई मनन गरौँ। समस्या अक्सर अवसरको कमी होइन, समस्या त धेरै लामो समयसम्म पर्खिने, परिवर्तनसँग डराउने र अगाडि बढ्नुको सट्टा प्रणालीलाई दोष दिएर बस्ने बानी हो। हाम्रो चीज सारिसकेको छ। अब प्रश्न यो हो, के हामी नयाँ चीज खोज्न निस्कने कि पुरानै खाली ठाउँमा कुरेर बस्ने?